Number 9, 9मा the law of community. समुदायको व्यवस्था. Growing churches have decentralized pastoral care. अनि के हुन्छ भन्दा बढिरहेका चर्चहरूले विकेन्द्रीकृत है चाहिँ के गर्छन् के अरे पास्टरीय सेवा हुन्छ उनीहरूको. Discipleship comes through the empowering of your small groups. चेलापन त्यति बेला मात्र आउँछ जब साना साना समूहहरूलाई हामी के गर्छौँ त सशक्तिकरण गर्छौँ. If your church has 10 people, you should be at the center of your small group. यदि तपाईँको मण्डलीमा 10 जना छन् भने तपाईँ चाहिँ त्यसको केन्द्रमा तपाईँ हुनुपर्छ. If your church has 100 people, यदि तपाईँको मण्डलीमा 100 जना छन् भने you need 10 small groups minimum. कम्तीमा 10 वटा सानो समूह हुनै पर्छ तपाईँको मण्डलीमा. This is a good, we call it a rule of thumb. अनि यसलाई चाहिँ हामीले चाहिँ पालना गर्ने नियम भन्छौँ. It's mostly true all of the time. जति बेला पनि सत्य हुने कुरो यही नै हो. One small group for every 10 members of your church. प्रायः 10 जना सदस्यको लागि एउटा सानो समूह भन्छौँ हामीले. The small group is not an adult Bible study. यो सानो समूह चाहिँ वयस्कहरूको बाइबल अध्ययन कार्यक्रम होइन. I believe your people don't need much more Bible study. म के विश्वास गर्छु भन्दा मान्छेहरूलाई धेरैलाई चाहिँ थप बाइबल अध्ययन चाहिँदैन. What they need is a lot of Bible application. धेरै मान्छेलाई बाइबल प्रयोग गर्न पर्छ. बाइबल प्रयोग गर्ने विधि चाहिन्छ. When I go to college, म कलेजमा जब जान्छु on Monday, सोमबारको दिन I have a lecture. लेक्चर दिन्छु म त्यहाँ. The professor walks out. प्रोफेसर आउँछन् त्यहाँ. He's wearing the clothes of a professor. अनि प्रोफेसरले लगाउने वस्त्र लगाएर आउँछन् त्यहाँ. He has a big book that he reads from. ठुलो किताब हुन्छ त्यहाँबाट पढ्छन्. He has a screen where he teaches you. यहाँ स्क्रिनमा के लेखिया हुन्छ त्यो पढाउनुहुन्छ. That's on Monday. सोमबार हो. But on Wednesday, बुधबार you have a laboratory. तपाईको त्यहाँ चाहिँ कार्यशाला हुन्छ. You sit together in groups. समूहमा बस्छन् त्यहाँ. You have a microscope. माइक्रोस्कोप हुन्छ. You look at your notes. तपाईको नोटहरू हुन्छ. You have discussions. तपाईँ छलफल गर्नुहुन्छ. The small group is the laboratory of the Christian life. सानो समूह क्रिस्चियन जीवनको प्रयोगशाला हो. प्रयोगशाला. If you have no small groups, यदि सानो समूहहरू छैनन् भने you are only a lecturer with a big book. तपाईँ ठुलो किताब लिएर खाली लेक्चरर मात्र बन्नुहुन्छ, प्रोफेसर जस्तो. But if you establish the laboratory of the small group throughout your church, तपाईको मण्डलीभरि प्रयोगशालाहरू छन् भने now your people learn to live the Christian life. अब तपाईका मान्छेहरू त्यो सानो समूहमा गएर क्रिस्चियन जीवन के हो भनेर जिउन थाल्ने छन्. Now, why don't most pastors encourage small groups? किन धेरै पास्टरहरूले सानो समूह बनाउन खोज्दैनन्? Small groups mean competition. सानो समूह भनेपछि प्रतिस्पर्धा जस्तो लागिहाल्छ. Oh, I know this very well. मलाई थाहा छ यसको बारेमा. I did not start small groups until 7 years into my ministry. मेरै सेवकाईमा 7 वर्षसम्म मैले सानो समूह चलाएन. Why? किन? I only had 2 small groups and they were both horrible. दुईटा सानो समूहहरू थिए, एकदमै खतम थिए तिनीहरू. The leaders were hostile. एकदमै विरोधी थिए त्यहाँका अगुवाहरू. Every Sunday after church, these 2 small groups would meet. त्यो चर्च पछि त्यो दुईटा सानो समूहहरू चाहिँ चर्च सकिएपछि भेट्थे यिनीहरूले. They would criticize my message. मैले प्रचार गरेको आलोचना गर्थे. They would criticize the way that I dress. मैले कपडा लगाएको देखेर आलोचना गर्थे. One day I wore a belt and I missed one of my belt loops. एक दिन चाहिँ मैले पेटी लगाएँ, पेटीमा चाहिँ एउटा कुरा यहाँ छुट्यो के, एउटा छुट्छ नि कहिलेकाहीँ है. It was the topic of the small group discussion. त्यो सानो समूहले त्यही कुरालाई ल्याएर त्यहाँ मसाला बनाए. I said, I don't need any more small groups. त्यसपछि यो सानो समूह त मलाई चाहिँदैन भने मैले. And so, what happened? के भयो त? Nothing. केही पनि भएन. Only the pastor can bring about this kind of change. पास्टरले मात्र यस्तो किसिमको परिवर्तन ल्याउन सक्छ. I never talked about small groups. मैले कहिले पनि कुरा गरेन अनि सानो समूहको. On Sunday afternoon, I could smell a barbecue.
अनि आइतबार दिउँसो म चाहिँ त्यहाँ मासु पोलेको गन्ध सुन्थेँ It was during the time that these small groups were meeting. यो सानो समूहको बेला चाहिँ यिनीहरू चर्च पछि भेट्थे यिनीहरू It was barbecue pastor. अनि यसले चाहिँ पास्टरलाई नै राखेर पोले जस्तो आवाज It was गन्ध आउँछ। me. मलाई पोल्थे त्यहाँ आगोमा I said, no more small groups. अब चाहिँ चाहिन्न भन्थेँ मैले Then I learned that there's a new model. अब मैले थाहा पाएँ नयाँ नमुना रहेछ भन्ने And then I began to cultivate small group ministry. अनि जब मैले थाहा पाएँ अब चाहिँ सानो समूह चलाउनु पर्छ सेवकाईको लागि भने मैले बुझेँ The small group is not an adult Bible study. त्यसै कारण सानो समूह भनेको ठुला मान्छेहरूको लागि बाइबल अध्ययन कार्यक्रम होइन Children should have a small group. साना बच्चाहरूको पनि सानो समूह हुनुपर्छ It's formed around their teacher with their teacher in the middle. त्यो शिक्षकको वरिपरि उनीहरूलाई चाहिँ राख्नुपर्छ सानो समूह बच्चाहरूको लागि Teenagers need their own small groups. किशोर अवस्थाहरूको आफ्नै सानो समूह हुनुपर्छ Teenagers are crazy. यो किशोर अवस्थाका चाहिँ त्यस्तै हुन्छन् So every small group must have a parent at the middle of that small group. अनि त्यसको त्यो सानो समूहको चाहिँ अभिभावकहरू पनि सँगै If हुनुपर्छ you come to my church, I will require you to attend your teenagers' small group meetings. मैले चाहिँ मेरो चर्चमा आउनुभयो भने तपाईँले किशोर अवस्थाका नानीहरूसँग चाहिँ संलग्न हुन चाहन्छु Every तपाईँ parent participates. सबै अभिभावकहरू आउँछन् त्यहाँ What about the older students? वृद्ध भएका व्यक्तिहरूको लागि What about the students that are going to college? अनि कलेज गइरहेका विद्यार्थीहरूको लागि They need their own small groups. तिनीहरूको सबैको आफ्नो सानो समूह चाहिन्छ Adults, वयस्कहरू men, पुरुषहरू women, महिलाहरू couples, जोडीहरू gray hair, खैरो कपाल भएकाहरू no hair. कपालै नभएकाहरू Everybody needs their own small group. सबैलाई आफ्नो सानो समूह चाहिन्छ So what happens in the small group? सानो समूहमा के हुन्छ The small group is powerful when you cultivate the word balance. सानो समूहमा तपाईँले चाहिँ सन्तुलन कायम गर्नुपर्छ You don't do one thing. सानो समूहमा एउटै कुरा मात्र गर्नुहुन्न तपाईँले You do 5 things. Can you move this to the side? तपाईँले 5 वटा कुरा गर्नुपर्छ त्यहाँ And so, if I'm going to meet for 1 hour, यदि म 1 घन्टासम्म भेट्न जाँदैछु भने हाम्रो भेटघाट हुँदैछ भने this represents 1 hour. 1 घन्टा हो यो I will do 5 different things. मैले 5 वटा भिन्दा भिन्दै कुराहरू गर्छु म What do you think I will do? मैले के गर्छु होला What do you think? के गर्छु Worship, आराधना भन्नु त ministry, सेवकाई evangelism, सुसमाचार okay? Fellowship, संगति discipleship. चेलापन Now, every group has a leader. प्रत्येक समूहको चाहिँ के हुन्छ गर्ने नेतृत्व गर्ने व्यक्ति हुन्छ But if you ask someone, will you lead a small group? They will say, I don't want to be a leader. तपाईँले कसैलाई सोध्नुभयो तपाईँले सानो समूहलाई नेतृत्व गर्नुहुन्छ भनेर सोध्नुभयो भने म नेतृत्व गर्ने व्यक्ति हुँदिनँ भन्छन् So I कति don't call them leaders. यसै कारण नेतृत्व गर्ने व्यक्ति भन्दिनँ I call them a small group host. सानो समूह आयोजन गर्ने मान्छे भन्छु म व्यक्ति भन्छु The host will open up their home. त्यो आयोजना गर्ने मान्छेहरूले आफ्नो घर खुला गर्छन् They will make sure that people feel welcome. तिनीहरूले के सुनिश्चित गर्छन् भन्दा उनको घरमा सबै व्यक्तिलाई स्वागत गरिएको छ They oversee the administration. उनीहरूले प्रशासनका काम हेर्छन् They oversee the reporting at the end of the month. महिनाको अन्त्यमा उनीहरूले पास्टरलाई रिपोर्ट गर्ने काम पनि गर्छन् Every small group has a co-host. अनि सह आयोजक पनि हुन्छ त्यो उसको सानो समूहको The co-host will learn from the senior leader how to manage their own small group at a later time. अनि यो प्रमुख उसबाट व्यक्तिबाट चाहिँ यो अर्को सहायकले पनि सिक्दै जान्छ कसरी यो सानो समूह चलाउने भनेर So these two work together. यो दुईजना सँगसँगै मिलेर काम गर्छन् They provide mutual support side by side. सँगसँगै मिलेर यिनीहरूले सहयोग गर्छन् So what takes place in 1 hour? 1 घन्टामा के हुन्छ त Now,
You could go longer, but let's just call it an hour for today. This is not a rule. I'm just using that so it fits the circle. मैले चाहिँ 1 घन्टाभन्दा बढी लान सक्नुहुन्छ तर तपाईलाई बुझाउनलाई मात्र यो 1 घन्टा भनेको है You will spend time praising God, परमेश्वरलाई प्रशंसा गर्दै बिताउन सक्नुहुन्छ who He is. उहाँ को हुनुहुन्छ You praise Him for what He is doing. तपाईले तपाईको जीवनमा उहाँले के गर्दै हुनुहुन्छ त्यसको लागि प्रशंसा गर्नुहुन्छ This is worship. यो आराधना हो You don't have to have music. म्युजिकै चाहिँदैन त्यहाँ Many small groups don't have music. धेरै सानो समूहमा त्यहाँ संगीतै चल्दैन You don't need worship or music to worship. अनि परमेश्वरलाई आराधना गर्नलाई चाहिँ म्युजिकै चाहिन्छ भन्ने छैन Give a testimony. साक्षी दिए पनि आराधनै Talk हो about God. परमेश्वरको बारेमा कुरा गर्ने पनि आराधना हो And you will pray. अनि तपाईले प्रार्थना गर्नुहुन्छ Then you enter into a time of ministry. अनि एकअर्कालाई सेवा गर्ने कुराहरू आउँछ त्यहाँ Someone says, my child is sick. कसैले भन्छ मेरो बच्चा बिरामी छ I will make you dinner. म तपाईको लागि खाना लिएर आउँछु My car is broken. मेरो कार चाहिँ बिग्रिया छ Let's fix your car. सँगसँगै मिलेर ठिक पारौँ I lost my job. मेरो काम छैन अहिले Let me give you some money. तपाईलाई अलिकति खर्च दिन्छु म My marriage is broken. मेरो विवाह चाहिँ बिग्रिरहेछ Let me sit and I will pray with the two of you. म तपाईसँग बसेर सँगसँगै प्रार्थना गरौँ Now, everybody in the group gets a chance to be in ministry. अनि सबै चाहिँ त्यो सेवामा बस्ने मौका पाउँछ सेवा गर्ने मौका पाउँछन् त्यहाँ At your worship service, you only have a few ministers. तपाईको सेवाको दिन चाहिँ थोरै मान्छेले शनिबारको दिन चाहिँ थोरै मान्छेले मात्र सेवा गर्छन् भनेको Maybe 5 or 10% of your people. 5 देखि 10% मात्र संलग्न हुन्छन् सेवामा But in the small group, तर सानो समूहमा 100% are serving in ministry. जतिजना अब 5-6 10 जना सबै संलग्न हुन्छन् सेवकाईमा What about fellowship? संगतिको बारेमा के भन्ने त Well, you're going to want to have a snack, तपाईले खाजा खानुहुन्छ but the most important element of fellowship is prayer. तर सबैभन्दा महत्त्वपूर्ण संगतिको भाग चाहिँ प्रार्थना हो I will pray for you. म तपाईको लागि प्रार्थना गर्छु I belong to you. म तपाईसँग सरोकार राख्छु या संलग्न छु You belong to me. हामी एउटै हौं What about discipleship? चेलापनको बारेमा Well, the discipleship takes place by talking about 3 questions that I provide. मैले शनिबार प्रचार गरेको त्यो चाहिँ सन्देशको 3 वटा क्वेशनमा छलफल गर्छन् It के is त्यहाँ not a Bible study. बाइबल अध्ययन होइन When you heard me preach on Sunday, that is a Bible study. जब मैले शनिबार चाहिँ प्रचार गरे नि आइतबार प्रचार गरे त्यो बाइबल अध्ययन हो The small group is a discussion. अब सानो समूहमा त्यही कुराहरू चाहिँ छलफल गर्नुहुन्छ It's a तपाई conversation. यो चाहिँ वार्तालाप हो साथीहरु सबै बोल्छन् त्यहाँ A good small group leader is not so smart in the Bible. That's not a requirement. राम्रो सानो समूहको अगुवा एकदम बाइबलमा तीक्ष्ण भएको मान्छे चाहिन्न The good small group leader will help everyone to participate in the conversation. तर राम्रो अगुवाले के गर्छ भन्दा सबैलाई बोल्ने अवसर दिन्छ सहभागी हुन त्यो प्रश्नमा छलफल गराउँछ क्या त्यो समूहको अगुवाले Where 2 or 3 are gathered, जब 2 वा 3 जना भेला हुन्छन् I will be there. म त्यहाँ हुनेछु भन्नुहुन्छ प्रभुले Now you know that the Lord will be the instructor and he will encourage the right conversation. अब तपाईले थाहा पाउनुहुन्छ परमेश्वर त्यहाँ सुझाव दिने सल्लाह दिने हुनुहुन्छ उहाँले चलाउनुहुन्छ ती कुराहरूलाई Let it go. जान दिनुहोस् You can control तपाईले नियन्त्रण गर्न सक्नुहुन्छ or you can grow. या चाहिँ बढाउन सक्नुहुन्छ You cannot do both. दुईटै काम गर्न सक्नुहुन्न So, यसकारण will they make mistakes? उनीहरूले गल्ती गर्छन् होला र Will they say some crazy things? अनौठो अनौठो कुरा ल्याउँछन् होला र उनीहरूले Yeah, ल्याउँछन् उनीहरूले it's okay. ठिक छ Because over time, everything gets corrected. समयको अन्तरालमा सबै कुरा मिल्दै जान्छ हेर्नुस् What about evangelism? सुसमाचारको बारेमा Well, you cannot be bringing new people to the group every week. हरेक हप्ता चाहिँ नयाँ मान्छेलाई ल्याउन सकिँदैन It's probably not healthy for the group त्यो समूहको लागि त्यति स्वास्थ्य पनि हुँदैन because it's like having a brand new baby in the middle of the group. यसै कारण नयाँ बच्चा जन्मे जस्तै हो त्यो समूहमा They cry and they make a mess. अनि रुन्छन् अनि फोहोर बनाउँछन् ती बच्चाले And so, about once every 2 months, तर 2 महिनामा एकचोटि
we encourage them to have a big party. 2 महिनामा एकचोटि राम्रो पार्टी गर्न लगाउँछौँ हामी त्यहाँ। I do not organize it. मैले गर्दिनँ, हेर्नुहोस्। Invite your neighbors. आफ्नो छिमेकीलाई बोलाउनुहोस्, Invite your friends. तपाईँको साथीहरूलाई बोलाउनुहोस्, Have a big party. अनि ठुलो पार्टी गर्ने त्यहाँ। Have very good food. राम्रो खाना मिलाउने, Have good worship. राम्रो आराधना गर्ने। But allow the people to make up their mind to come back next week for the full Bible experience. अनि मानिसहरूलाई त्यहाँ आएका मान्छेहरूलाई अर्को हप्ता आउने अनुमति दिनुहोस्, वातावरण दिनुहोस्, Step by step. कदम कदममा। When they come back, then not everybody will come back, सबै फर्केर आउन् त्यो पार्टीमा बोलाएका नयाँ मान्छेहरू, but someone will. तर कतिपय आउन सक्छन्। And the small group begins to grow. अनि बिस्तारै सानो समूह बढ्दै जान्छ। So now look at the size of the group. ग्रुपको आकारलाई हेरौँ त। The group has 6 or 8 people in the group. अब हामीले 10 भने पनि 6 देखि 8 जना मान्छेहरू हुन्छन् लगभग। You want to appoint one leader for every purpose. प्रत्येक उद्देश्यको लागि एउटा अगुवा छान्नु पर्छ हामीले। You have a host, अनि यो चाहिँ पहिले आयोजक जसको घरमा जान्छौँ त्यो मान्छे भयो, अरू सहाय आयोजक भनौँ त्यो हुन्छ, co-host, worship leader, आराधना गर्ने हुन्छ, ministry leader, सेवकाई गर्ने नेतृत्व गर्ने हुन्छ, evangelism, सुसमाचार नेतृत्व गर्ने भयो, fellowship, संगति नेतृत्व गर्ने भयो, discipleship leader. चेलापनमा नेतृत्व गर्ने व्यक्ति भयो। It doesn't matter who does what. कसले के गर्छ सँग सरोकार छैन क्या। I'll show you in a moment. एकैछिनमा म बताउँछु। So I say, hey, be my worship leader. मैले भन्छु तपाईँ आराधना गर्ने व्यक्ति बन्नुहोस्। I can't sing. मैले त गीतै गाउन आउँदैन, I don't know music. मलाई म्युजिक के हो थाहा नै छैन। Worship is more than music. आराधना भनेको त म्युजिक भन्दा ठुलो कुरो हो। Bring testimony about God. परमेश्वरको बारेमा साक्षी नै लिएर आउनुहोस् न एउटा। Oh, I can do that. मैले त्यो गर्न सक्छु। I can bring a photo or a painting. मैले चाहिँ एउटा फोटो र पेन्टिङ लिएर आउन सक्छु। We can talk about the glory of God. परमेश्वरले कस्तो बनाउनु भयो यो संसार त्यसको बारेमा कुरा गर्न I सक्छौँ। can do this. म यो गर्न सक्छु। Okay. Now, you will be my ministry leader. अनि तपाईँले भन्नुहुन्छ तपाईँ चाहिँ यो सेवकाईको नेतृत्व गर्ने बन्नुहोस्। Oh, I've never been to seminary. म चाहिँ कहिले पनि यो बाइबल कलेज गएकै छैन, How can I be a minister? म चाहिँ कसरी सेवक बन्न सक्छु। Minister means servant. मिनिस्टर भनेको सेवक हो। I want you to listen to the prayers very carefully. प्रार्थना चाहिँ ध्यानसँग सुन्नुहोस् न। तपाईँले अरूले अनुरोध गर्दा प्रार्थनाको अनुरोध Help to match people with another member of the group that can actually meet those needs. तपाईँले कसैले प्रार्थनाको अनुरोध गर्यो भने उसको आवश्यकता अर्को मान्छेले कसरी पुरा गर्न सक्छ तपाईँले ध्यान दिएर सुन्नुहोस् एकअर्काका कुरा। I can do that, Pastor. म त त्यो चाहिँ गर्न सक्छु भन्छ उसले। Discipleship. चेलापन, I want you to be my discipleship leader. तपाईँ चाहिँ चेलापनमा हुर्काउने मान्छे बन्नुहोस् त्यहाँ। Oh, I can't teach the Bible. मलाई बाइबल पढाउन आउँदैन, How do I teach the Bible? मैले कसरी बाइबल सिकाउने, I'm still learning myself. म आफैले सिक्दैछु। Can you lead a conversation? तपाईँले चाहिँ वार्तालापहरूलाई चाहिँ नेतृत्व गर्न सक्नुहुन्छ। And you be the discipleship leader because our pastor will give us the questions to discuss. पास्टरले हामीलाई चाहिँ प्रश्नहरू दिनुहुन्छ छलफल गर्ने, तपाईँले त्यति त गर्न सक्नुहुन्छ नि भनेपछि उहाँले गर्नुहुन्छ। I can do that. म गर्न सक्छु। I want you to be our fellowship leader. सङ्गतिको नेतृत्व गर्ने तपाईँ बन्ने। Oh, does that mean I have to bake cookies every week? यसको अर्थ दिनदिनै मैले कुकीहरू लिएर आउन बनाउनु पर्छ। Yeah, you know, when we say fellowship, we always think of white cookies and red punch. अनि हामीले जहिले पनि हामीले चाहिँ कुकी सेतो कुकिजहरू रातो चाहिँ चिसो भन्ने मात्र बुझ्छौँ त्यहाँ। No, fellowship means I love you like Jesus loves you. सङ्गति भनेको जसरी येशूले तपाईँलाई प्रेम गर्नुहुन्छ मैले पनि त्यसरी नै प्रेम गर्छु भनेको। So I will pray for you. मैले तपाईँको लागि प्रार्थना गर्नेछु। And when I pray for you, our hearts come together. जब हामी एकअर्काको लागि प्रार्थना गर्छौँ हाम्रो हृदय सँगै आउँछ And we will meet those needs. अनि त्यो आवश्यकताहरू हामीले पुरा गर्छौँ। What about the evangelism leader? त्यो यो सुसमाचारको नेतृत्व गर्ने अगुवाको लागि के भन्ने? I don't want to knock on doors. मैले सबै ढकढक गर्न जान सक्दिनँ अर्का नयाँ I मान्छेकोमा। don't want to stand on the street corner. त्यो गलीमा गएर म बोल्न जान्दिनँ। I don't want to hand out flyers. यसरी चाहिँ विभिन्न प्रचार सामग्री बाँड्न सक्दिनँ मैले। No, no, no.
त्यस्तो गर्न पर्दैन Can you lead and have a party once every 2 or 3 months? 2-3 महिनामा एकचोटि त्यो भेटघाटको पार्टी मिलाउन सकिन्छ I can do that. म गर्न सक्छु Well, every week I want you to put an empty chair at the small group table. अनि त्यसै कारण हरेक हप्ता हाम्रो ग्रुपको बिचमा एउटा खाली चेयर राख You will pray for the lost person that one day will fill that chair. तपाईँले चाहिँ प्रार्थना गर्नुहुन्छ त्यो खाली कुर्सी हराएको मान्छे एकजना मान्छे त्यहाँ आएर बसोस् भनेर In 2 प्रार्थना months. गर्नुहोस् 2 महिनामा Then you will have guests that will come. 2 महिनामा त्यसपछि पाहुना आउँछन् त्यहाँ बस्नलाई They will be newcomers to the group. नयाँ आउने आगन्तुकहरू हुन्छन् त्यहाँ Some will stay and some will leave. कतिपय बस्लान् कतिपय छोड्लान् But I believe someone will fill that chair. तर म के विश्वास गर्छु भन्दा कसैले आएर त्यो कुर्सीमा बस्छ त्यो Now, अब everybody starts to become very competent in their ministry. सबै आफ्नो सेवकाईमा बोलियो हुन थाल्छन् यिनीहरू सबै The host is getting very good. यो आयोजक मान्छे घरमा आयोजना गर्ने मान्छे एकदम राम्रो हुँदैछ The co-host is ready for his next step. अब यो सह आयोजक पनि अर्को कदम लिन तयार भइसक्यो So what do? अब के गर्ने You say, it's time to change. अब फेरिने बेला भयो चेन्ज गर्ने बेला भयो Tonight, आजको रात everybody will have a new ministry. अब सबैले नयाँ सेवकाई पाउनेछ Everybody move to a new ministry right now. अब सबै नयाँ सेवकाईमा यसले यहाँ सबैको सेवकाई नै फेरिदिने अब Oh no, Pastor, I was just starting to get good in my ministry. ए भर्खरै यो आराधना गर्ने कुरा सिक्दै थिए कहाँ पुर्याउँदै हुनुहुन्छ पास्टर मलाई भन्छ That's not the point of the small group. सानो समूहको उद्देश्य एउटै कुरामा ठिक बनाउने होइन We want to increase your balance. तपाईले सन्तुलन ल्याउन चाहनुहुन्छ I don't want you to live for one purpose. एउटै उद्देश्यको लागि जिउनको लागि तपाईलाई म चाहन्न You will learn to live for 5 purposes. तपाईले 5वटै उद्देश्य पूरा गर्नुपर्छ Okay, ठीक छ another 3 months goes by. अर्को 3 महिना जान्छ It's time to change again. फेरि फेर्दिने Everybody gets a new ministry. फेरि सबैले नयाँ सेवकाई पाउँछ At the end of 1 year, 1 वर्षको अन्त्यमा everyone becomes an expert in the 5 purposes of God. 1 वर्षमा सबै 5वटा परमेश्वरको उद्देश्यमा सबै सिद्ध हुन थाल्छन् Amen? आमेन If you want to become an expert in one ministry, then you can do that on Saturday or Sunday. एउटै कुरामा तपाईँ चाहिँ एकदम सिद्ध हुन चाहनुहुन्छ सेवकाईमा भने शनिबार या आइतबारको कुराले चाहिँ पुरा हुन्छ There are no experts in the small group. सानो समूहमा कोही पनि विशेषज्ञ बन्दैन एउटा There क्षेत्रको are only balanced disciples. यहाँ चाहिँ सन्तुलित चेला मात्रै हुन्छन् यो सानो समूह Now, over time, the church, the circle begins to grow. यो समयको अन्तरालमा मान्छे थपिँदै जान्छन् अनि यो वृद्धि हुँदै जान्छ यो सर्कल You have 9 people, अब 9 जना भए 10 people, 10 जना भए 11 people. 11 जना भए Now, not everybody is participating because the group is too big. ठुलो हुँदै गएपछि मान्छेहरू सहभागी कुराकानी गर्दैनन् एकअर्कासँग The science of sociology says that if you have a group of 10 people, there will always be one person that will not say one word. यो समाजशास्त्रीहरूले के भन्छन् भन्दा जब समूहहरूमा 10 जना व्यक्ति हुन्छ छलफल गर्नलाई एकजना चाहिँ कहिले पनि बोल्दैन रे कुरै गर्दैन रे So, a big group is not a good group. त्यसैकारण ठुलो समूह भयो भने राम्रो होइन त्यो A small group is a good group. सानो समूह चाहिँ राम्रो समूह हो Now, everybody participates. सबै सहभागी हुन्छन् त्यहाँ But what do you do when you get 10 people? तर 10 जना मान्छे आएपछि के गर्नुहुन्छ त तपाईले It is now time for the second leader to start a new group. अब यो दोस्रो नेतृत्व गर्नेले नयाँ समूह चलाउनु पर्छ Now, you have 2 groups of 5. अब 5 जना भएको दुईटा समूह भए And soon, those groups will start to grow again. फेरि त्यो दुईटा समूह बन्छन् अब उनीहरू पनि वृद्धि हुन थाल्छन् Okay? ठीक छ Now, why do you want these groups? किन यो समूहहरू चाहिन्छ त तपाईलाई You learn the Bible better in a group.
बाइबल चाहिँ समूहमा धेरै सिकिन्छ You serve one another better in a group. एकअर्कालाई सेवा चाहिँ सानो समूह गर्न सक्नुहुन्छ You learn to give praise to God in the group. तपाईले परमेश्वरलाई प्रशंसा गर्न सानो समूह गर्न सक्नुहुन्छ Many people will pray out loud for the first time in a group. सानो समूहमा धेरैचोटि मानिसहरू पहिलो पटक बोलिरहेका हुन्छन् Your परमेश्वरलाई problems can be met in a group. तपाईको समस्या समाधान चाहिँ सानो समूहमै हुन्छ And you are not doing the ministry for every member of your church. तपाईको मण्डलीका सदस्यहरूको निम्ति तपाईले सेवाकाई गर्न पर्दैन त्यही समूहमा छन् मान्छेहरू You are only leading your small group leaders. तपाईले तपाईको सानो समूहका अगुवाहरूलाई मात्र नेतृत्व गर्नुहुन्छ Okay? ठीक छ Does this make sense? यसले केही अर्थ दिन्छ तपाईलाई This law that we're discussing, the law of community, tells us that if you will develop this kind of community and structure, every member of your church will be loved and cared for. यसरी चाहिँ के हुन्छ भन्दा तपाईको मण्डलीका सबै सदस्यहरूले प्रेम पाउने र वास्ता पाउने ठाउँ यो बन्न सक्छ सानो समुदायमा You cannot possibly meet the needs of all of the members of your church alone. तपाई पास्टर भएर तपाईका मण्डलीका सदस्यका सबै आवश्यकताहरू पूरा गर्न सक्नुहुन्न You will go crazy. तपाई सबैको आवश्यकता पूरा गर्न थाल्यो भने बौलाउनुहुन्छ So allow the small groups to be a Bible teaching center. त्यसैगरी तपाईको सानो समूहलाई चाहिँ बाइबल शिक्षा दिने ठाउँ बनाउनुहोस् Allow them to meet the needs of their people. आफ्ना मान्छेहरूको आवश्यकता त्यही सानो समूहमा पूरा हुन दिनुहोस् And when that happens, जब त्यो हुन्छ you will be developing many new leaders and many new disciples for Christ. तपाईले त्यो गर्दै गर्दा येशू ख्रीष्टको लागि धेरै नेतृत्व गर्ने र चेलाहरू तयार पार्न थाल्नुहुन्छ In Acts chapter 2, प्रेरितको 2 अध्यायमा verses 42 through 47, 42 देखि 47 सम्म हेर्ने हो भने it describes the first group meeting of Christians. पहिलो चाहिँ क्रिस्चियनहरूको पहिलो समूहको बारेमा कुरा गर्छ यसले They gathered together तिनीहरू सँगै आए भेला भए for the apostles' teaching, प्रेरितहरूको शिक्षा the breaking of bread, रोटी तोड्न and prayer, प्रार्थना and they served one another. एकअर्कालाई सेवा गरे They had all things in common, सबै कुरा उनीहरूको साझा थियो and the Lord added to their number every day. अनि परमेश्वरले दिनबदिन नयाँ मान्छेहरू थप्दै लैजानु भयो This is the fulfillment of the Word of God. यो चाहिँ परमेश्वरको वचनको पुरा हुने कुरा हो I beg you, म तपाईलाई अनुरोध गर्छु make this commitment. यो समर्पणता बनाउनुहोस् You will be so happy. तपाईँ एकदम खुसी हुनुहुनेछ Okay? ठीक छ